ल भन साथी रेकर्ड यहाँबाट बनाऊ कि त्यहाँबाट बनाउन रिकल दादा मेरो यसबाट कति क्लियर आयो पहिला उता देखाउँ बाटै देखिन्न र्याउलो मुख देखाउन म मुख देखान्न ल काकालाई हगेर जुनै छैन ल हाम्रो साथीको है आज बेहुली भगाउने प्रोग्राम छ हाम्रो राति राति आइया छ मेरो साथीलाई आज चाहिँ बेहुली भगाएर लैजानु पर्ने छ त्यही भएर लाजा लिएर नि टोपीले मुख ढाकेको म त बेहुलो ए यो साथी हो अर्को बेहुलासँग आएको साथी यता अनि एउटा म आफै हो है अनि अरू कता गयो केटाहरू हग्नु गयो कि अरू दुईजना हग्न गयो उता एकैछिन गाई चाहिँ आउने बित्तिकै देखाउँछ हामी हग्नु गइसकेको छ मेन बेहुलो यसलाई बेस्ट देखाउँ त मेन बेहुलो अरू साई बेहुलो अरू जे सपोर्टको लागि आइरहौँ हामी 4-5 जना छौँ तिनवटा बाइकमा हामी आएको यहाँ यसो न साथीलाई सपोर्ट मात्र हल्का मात्रै धेरै पनि होइन अब यसो न मुस्कान देखेपछि थाहा पाएँ मुखमा होइन हल्का आधा खाएर मात्र हल्का आधा खाएर आएको क्यार नि हो त बेहुलीभन्दा बढी लजाइदिएको हेलो नै तिम्रो हाँसोले फेरि बेसरी खाला जस्तो छ है बेहुलीभन्दा बढी नै बेहुलीभन्दा तिमी बढी के हो त खुसी लाग्यो अब साथीको बिहे हुँदैछ होइन अब खुसी पनि लागिरहेको छ आफ्नो साथीको अब बिहे त के भन अब सुरुमा अब बिहे त के भनौँ अरे बिहे नै हो साथी बेहुली भगाइसकेपछि बिहे नै हो साथी अहिलेसम्म त भगाइसकेको छैन नि त पल्तिरपट्टि बेहुलीभन्दा बढी लजाइदिएको छ केटो मुख ढाकेको भनौँ न अनि हजुरको यसो राय बुझाउने के छ कस्तो महसुस भइरहेछ के छ हेर त केटी भन्दा नि बढी बेहुलालाई यस्तो महसुस हुँदैन खुसी हाँस्दै भने यस्तो रिएक्सन आफ्नो यस्तो हुन्छ नि जस्तै अब बेहुली भगाउन आइएको छ होइन के छ मनमा खुल्दुली छ कि के छ बेहुलीको फोन आयो बेहुलीको फोन आयो अरे खै जेबमा त्यो त अनि रेडी यहीँ छु म यो उसमा कि यो पाइप लाइन के अरे डलमा आयो मनको बस्छु नि त्यहाँदेखि आएर फोन गरेँ ल सक्सेस हुने हो आफै फोन गर्ने भन्ने भर्खर फोन आइसक्यो साथीहरू हामी जान लाग्यो ल बाँकी अब अपडेटहरू हालिरहन्छौँ है के अपडेट हुने अब हग्नु कहाँ नै अब कस्तो कुरा हग्ने कुरालाई हग्ने भन्नु लगनभन्दा हगन ठुलो केटालाई छेउटी ला भन्थ्यो बाटैभरि छेर्दै हिँड्नु फर्किनेलाई गन्ना आयो भने माटल ढाकेर आयो है